के तपाईँलाई पनि यस्तै हुन्छ? मनले गर्न खोज्छ तर शरीरले गर्नै सक्दैन। यस्तो बेलामा कसरी अगाडि बढ्ने त? धेरै ठुलो प्लानिङ नगर्ने। सानो सानो अभ्यास गर्दै अगाडि बढ्नुपर्छ। सबैभन्दा पहिला शरीरले गर्न मानेको छैन भने हामी श्वासको विधि गर्न सक्छौँ। प्राणायामका विधिहरू छन्, जस्तो सोजागरण ध्यान विधि, जीवन उमङ्ग ध्यान विधि, शौर्यकान्ति ध्यान विधि। यो तपाईँले युट्युबबाट गर्न सक्नुहुन्छ। मलाई आफ्नो कुरा सेयर गर्न मन लाग्यो। मेरो जब एकदमै शरीर मोटो थियो, जब मलाई धेरै समस्याहरू थिए, त्यति बेला मेरो शरीरले पनि गर्न सक्दैन थियो र मैले सुरुवात गरेको थिएँ शौर्यकान्ति ध्यान विधिबाट आफ्नो फुर्सदको समयमा। र जीवन उमङ्ग ध्यान विधि, यसले चाहिँ बिस्तारै श्वासको विधिले हामीभित्र एउटा मोटिभेसन ल्याउँदो रहेछ र मनलाई बेग्लै खालको ऊर्जा दिँदो रहेछ र त्यसपछि बिस्तारै शरीरलाई पनि गर्न मन लाग्दो रहेछ। अनि मैले सूर्य नमस्कारबाट स्टार्ट गरेँ र बिस्तारै 15 मिनट, आधी घन्टा, 45 मिनट गर्दै 1 घन्टासम्म र त्योभन्दा बेसी पनि गर्न थालेँ। त्यसैले नआत्तिनुहोस्। तपाईँको मनमा जुन गर्ने इच्छा आएको छ नि, यो नै सबैभन्दा ठुलो कुरा हो। बिस्तारै अगाडि बढ्नुहोस्। हामी पनि तपाईँको साथमा छौँ।